2078 साल कार्तिक 15 गते नवमी। आजभन्दा 4.5 वर्ष अगाडि 2078 साल वैशाख 23 गते श्रीमती यस संसार छोडेर गएको थियो। त्यसदेखि मैले नेपालीले नेवारले अथवा हामी परिवारले मनाउने कुनै पनि चाडपर्वमा सहभागी गरेको थिएन, भएको थिएन। गएको साल म छोरीको घर अमेरिकामा परेको थियो। त्योभन्दा अगाडि 2023-2024 साल फरक देश महिनामा म अमेरिकामा थिएँ। त्यो बेला दसैँ परेको थियो, दसैँ तिहार त्यहीँ परेको थियो। तर उता त्यति खासै चाहिँ दसैँ तिहार उसले मनाउँदैन र म पनि साधारण रूपले खाने मात्रै हो, अरू पूजा गर्ने नै होइन, खाने मात्रै हो। त्यसकारण चाहिँ म राम्रोसँग भन्नुपर्दाखेरि दसैँ तिहारमा सहभागी भएको छैन र अरू कुनै पनि कार्यक्रममा, राष्ट्रिय कार्यक्रम, राष्ट्रिय पर्वमा होइन छैन। आज म एक्लै, मेरो परिवारमा कोही पनि छैन। छोरा मरिसक्यो। छोराकै छोराले बाउलाई वास्ती गरेको छैन, मैले पनि वास्ती गरेको छैन। किनभने म बाउ हो, म बाउ भएको छु, बाउको नाताले बसेर। आज दसैँको नवमी दिन, कार्तिक 15 गते नवमीको दिन नेवारहरूले विशेष गरी दसैँलाई मोहनीको रूपमा मनाउँछ। मोहनीको रूपमा मनाउँछ र यसमा पनि विशेष गरी हिजो र आज महत्त्व हुन्छ। हिजो नेवारहरूले आफ्नो परिवार मात्रै बसेर आफ्नै परिवार, छोरा भाइ नाति, बाउ आमा, स्वास्नी बुहारी बसेर 2 महिना चुरा र अरू परिकारहरू, अरू परिवार धेरै हुन्छ, 7-8 भन्दा 9वटै नै हुन्छ, 9-10वटै हुन्छ। परिकार राखेर खाने दिन, परिवारमा बसेर मात्रै खाने, सुकुलमा बसेर एउटा होइन। र त्यो हिजोको दिनमा बिहान मेरो भाइले मलाई आऊ भनेर बोलाउन आएको थियो। तर म हरेक कुनै पनि यस्तो चिजमा सहभागी भएको थिएन, हुन पनि हुन्न। अनि हिजो गइएन, आज पनि बोलाइएन। हिजो बोलाए पनि गएन, आज पनि गइएन, बोलाएन। त्योभन्दा पनि आज नेवारहरूको हिजो कुची भए, आज स्याकुट्याको भनेको घरका सामानहरू, जस्तै आँगनमा पूजा गर्ने दिन, आँगनमा के अरे बलि गर्ने दिन। यो बलि दिन त मैले पहिला मेरो बाउ हुँदाखेरि नै किन विरोध गरेर हो। बलि गरेको चिज म आजसम्म खाएको छैन। मैले भाषामा मैले जानेसम्म मैले अब 12-13 वर्षसम्म खाएँ होला। तर म अलिकति जवान हुँदै गएपछि, म 18-19 वर्षदेखि मैले बलिको मासु खाँदैन। मासु खान्छु, बलिको मासु खान्न। यसमा विरोध गरिरहेकै हो। मलाई चाहिँ यसमा अहिलेसम्म नै विरोधै छु। आज आँगनमा पूजा गर्ने, घरको मन्दिर पूजा आँगनमा राखेको घरमा पूजा गर्ने र घरमा भएका भाँडाकुँडा भनेर मैले त्यो भने होइन, हतियारहरू, कुनै पनि मिसनरी सामानहरू, मिसिनको सामानहरू पूजा गर्ने। जस्तै गाडी भयो, गाडी सडकमै भयो, मोटरसाइकल सडकमै हुन्छ, सडकमा घरको तल राखेर पूजा गर्ने दिन स्याकुट्याको भन्छ होइन। यसमा म चाहिँ सहभागी भएन। म गर्न पनि नगर्ने मान्छे, एक्लै मान्छेले के गर्छ। म पहिला पनि गर्दैन थियो, अहिले पनि गर्दैन। ल आज म
हिजो पनि स्वाभाविक दाल भात तरकारी खाएँ, आज पनि दाल भात तरकारी खाँदैछु, पकाउँदैछु, पकाएको छैन, पकाउँछु। अहिले भर्खर कति 4-10 बजी हुन लाग्यो। अब यहाँ आएर चाहिँ भात पकाएर खान्छु। तर आज र हिजो चाहिँ मैले मासु खान्न, किनभने मलाई रिस त उठिरहेको छ, तर रिस यहाँ चाहिँ पोखेर हुँदैन। आजको यति हो। आज भोलि टिका, अब टिका हाम्रो नेवारमा त्यति महत्त्व हुँदैन। टिका हाम्रो नेवारमा त्यति महत्त्व हुँदैन, जति महत्त्व आज हुन्छ, आज र हिजो। भोलि चाहिँ हामी सुवा कोका भन्छ, सुवा कोकाएको भने मतलब सुवा भनेको फुल, त्यो जुन दिन जाने पूजा गरेको, आज पूजा गरेको, आँगनमा पूजा गरेको सबै पूजा झिकेर टिका लगाइदिने। त्यो टिका भनेर टिका लगाउने होइन कि जमरा चाहिँ रोपिया हुन्छ। हाम्रो घरमा जमरा रोप्ने चलन छैन, किन भन्दाखेरि हाम्रो धेरै वर्ष कुनै पुस्तामा जमरा राखेको दिनमा कुनै व्यक्ति खस्यो, बित्यो होला, त्यही परम्परा अनुसार हाम्रो घरमा जमरा हुँदैन। मैले थाहा भएको छ, मेरो बाउ बाजे, मेरो बाजेले पनि राखेको छैन अरे, मेरो बाजेको बाजे राखेको छैन अरे। अब कुन बेला त्यो थाहा छैन। ल आजको दिन जाने अरूलाई चाहिँ म केही भन्दैन, सबैलाई त ठिकै छ। जसले मलाई चाहिँ पाल्नुपर्ने हो, पाल्नु त मैले पनि पाल्ने हो, तर म उमेरले पाएको भएको हुनाले मलाई पाल्नु मान्छे व्यक्तिले त्यति तिरस्कार गरेको हुनाले म यो चाडपर्वमा सहभागी हुँदैन, कहीँ पनि हुँदैन। आज 2082 साल कार्तिक 15 गते दिनमा, नवमीको दिनमा यो भिडियो राखेको। ल यति हो भन्नु पऱ्यो, यति मात्रै हो, अरू काम कुरा नभन्नु।